Hello everyone, I hope you all are fine. Welcome back to my new video. सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ हाम्रो डे 2 काठमाडौँ आएको। किन आएको भनेर आज बल्ल यो भिडियोमा थाहा हुन्छ। सो त्यति बेर अन्तिमसम्म हेर्नु होला। स्टे ट्युन गाइस। रुम गएको जस्तो हो। अहिले चाहिँ अब एकछिनतिर हामी चाहिँ बाहिर जाने कुरा हो। यो प्याकिङ भइसक्यो। बस यो अनि त्यतातिर यस्तो छ। Back to home. So guys, stay tuned. अहिले चाहिँ म बिजी मलतिर छु अनि काठमाडौँ किन आएको भनेर त अब यही भिडियोमा त्यही नै हो। म चाहिँ पुरा सेफ्टी तरिकाले हिँडेको छु। मेरो आँखा अझै पनि सन्चो भएको छैन। त्यसले गर्दाखेरि अब काठमाडौँ किन आएको भनेर त हामी त्यत्रो घुमेर नि आइसक्यौँ। थाहा हुन्छ। यहाँ चाहिँ यसो सामान किन्नु भनेको कस्तो हुन्छ। ल गाइस स्टे ट्युन। हामी चाहिँ एउटा कोलाएर आफूले जे सामान किन्यो त्यहीको लागि पसल खोल्दैछ। अनि अरू त्यो यस्तो म चाहिँ चस्मा लगाएर भन्छु किनकि मेरो आँखा राम्रोसँग भएको छैन नि त, सन्चो भएन नि त। सो त्यसले गर्दाखेरि है मेरो चाहिँ यस्तो छ। यो भिडियोमा थाहा हुन्छ कि हामी चाहिँ किन अचानक म काठमाडौँ आएँ भनेर। ल गाइस स्टे ट्युन। ठ्याक्क यो किन्न के जापान गएको त यहाँ यही के व्यवसाय गर्ने हुन्छ मेरो भाइ यहाँ जस्तो के पनि देखिन म चाहिँ यतातिर छैन हो। अब किन आएको भन्ने चाहिँ अब यो भिडियोमा थाहा हुन्छ। किनकि 10:30 बजेतिर चाहिँ 11:30 बजेतिर भनौँ न, 10:30 पनि नभनौँ, 11:30 बजेतिर एउटा इम्पोर्टेन्ट काम छ। सो त्यसले गर्दाखेरि अनि यहाँ चाहिँ यताको सामानहरू हेर्नु लेडिज आइटमहरू चाहिँ थाहा भएन। लगाएपछि स्टे ट्युन। अङ्कल यसको पनि साइज छ होइन दोकान खुलेर त्यो तना मैले पो केही किन्यो भयो। म त बिजी मान्छे पनि छैन एउटा नकिन केही किन्दैन। त्यही नै हो स्टे ट्युन। सो त्यही नै अब हामी चाहिँ निस्किनु लाग्यो। सबले आफ्नो सामान किन्यो। माथिदेखि हेरेको यस्तो रहेछ एउटा स्कुटी अनि गिफ्ट ह्याम्परहरू रहेछ। यो चाहिँ कहाँबाट टिकट काट्ने रहेछ छैन। अरे भने त गाडीमा जानु पर्थेन नि त मलाई होइन। सर स्कुटी मात्रै लिएर जान्थ्यो भने म चाहिँ मस्त चस्मा लाएर हिँड्दैछु मलमा पनि। किनकि त्यो आँखाले गर्दाखेरि हो मार्क्स पनि हल्का उल्टो भयो जस्तो लाग्यो। मार्क्स पनि यहाँ घाउ निस्क्यो क्या फुटेको भएर त्यो मैले कोट्टाएको छु। त्यसले गर्दाखेरि अनि हामी चाहिँ अब लिफ्ट चढ्न लगाइरहेको छौँ। लिफ्ट पनि खतरा लिफ्ट 7जना मात्रै चढ्न हुने 7जना। तपाईँको ग्राउन्ड फ्लोर यतिको लागि चढेको ग्राउन्ड फ्लोर भन्दा तल झऱ्यो क्या। ग्राउन्ड फ्लोर एकछिनमा पर्छ कताको ग्राउन्ड फ्लोर यो चाहिँ कहाँबाट किन्ने रहेछ अरे। यो दसैँ तिहार होस् भइसक्यो। यहाँ उस थियो क्या भिएफएक्स हो कि पिएफएक्स भन्ने थियो कि तपाईँ जब हामी चाहिँ बाहिर निस्किनु लाग्यो। भिएफएक्स मतलब स्टेडियम काठमाडौँको भित्र छ सरसी होला यता भित्र त गर्मी थियो गुत्पाक र उस किन्ने भनेर बसेको। पुस्तकारी पुस्तकारी ऊ त्यहाँ के हुन्छ कसो हुन्छ त्यही गरेर भनौँ ल। तो गाइस हामी चाहिँ अब होटेलतिर लागेको है। दामी पुरस्कार रहेछ। यति खानु भएन सिमी खान्छेको पुरस्कार हो। पछि विदेश गएपछि लिएर जस भने जस्तो जाँदा चाहिँ छैन। अब
रातितिर चाहिँ हरिँदै हुँदैछ जाडो चाहिँ बिहान अब सामानहरू किन्यो अनि प्लस मेन भनेको चस्मा किन्न चाहिँ चस्मा किन्यो अहिले फ्रेस उसो आनन्द फिल भयो क्या आँखामा त्यस्तो केही पनि भएन नभए त यस्तो बिजाइरहेको नि आँखा भन्नु फेस लगाएछ स्टेडियम सो हामी चाहिँ टक्क होटेल आयौँ तपाईँ न्यु काठमाडौँ आएको बेलामा बस्नु छ भने यो होटलमा बस्नु राम्रो छ होटेल मिलन हामी चाहिँ यहीँ हो हामीलाई चाहिँ मिलाएर छ ल सो गाइस स्टेडियम हामी चाहिँ अब एयरपोर्टतिर लाग्नुको लागि गलाएको यतातिर त अब उहाँ काँडा चम्मचले पनि भात कसरी खान्छ र म फेरि अब चस्मै ल्याएर खाने भन्ने सिचुएसन भयो किनकि यो आँखा त तपाईँहरूले देख्नु भएको छ अनि हामी चाहिँ टक्क एकछिनमा खानासाना खाने एकछिन सबैलाई निकालेर ट्याक्क सो गाइस यो चाहिँ के हो भिडियोबाटै थाहा पाउँ है ल गाइस खाइदिएको है त यो चाहिँ डेङ्गु सानो प्याक भयो यतातिर हाम्रो दाइले नलाओस् त्यही त धन कमाउनु ओके बुद्धि पसोस् यही गर्नलाई म काठमाडौँ आएको है गाइस ल ओके भन्दै यहाँ फुकी कता फुकी फुक्की पनि लिन अरे कसको लिएर आउनु भएको दाइले फेरि ल फुक्की लिएर एउटा ल फोटो ल 1 2 घर लिएर जाने कि लैजानु है ल ल गाइस यसैको लागि हो अब एयरपोर्ट फोन जान लाग्यो भन्दा भन्दा फाइनली जाने बेला नि आइसक्यो मान्छे 403 अब हामी रिपोर्ट 404 यतातिर खै कुन हो त्यो यो हो गाडी ओ माला लगाइदिनु पर्यो भनेर ल त्यही नै हो गाडी उठ्यो अरे अनि त्यही भएर जान लाग्यो है दुईटै भन्छ मेरो ल लगाएछ जस्तै हो के भन्नु छ अब नेपालको लास्ट दिन के भन्ने मनै छैन खुसी भान्जा दुईटा भान्जा राम्रो हुन्छ एकदम ह्याप्पी ल भान्जाहरूसँग मजा यो त एक्सट्रिम भयो नि त यो त यार ल ल हो ल एउटा फोटो ल हुन्न यार ल 1 2 3 ल 1 2 3 ल यस्तो यो त दामी भयङ्करै ठुलो अलि उजाले काटो यतिको त यो त भयङ्करै ठुलो विदाय भयो है गाइजहरु पर्छन् त्यही नै हो पर्छन् हरि के भान्जा हुन्छ त यार ए यहाँ लाइट रहेछ ल 1 2 3 ल ओ माय गॉड यो त भयो नि यो चाहिँ भव्य नै वाला भयो ल यो निकाल्नु साथीहरु है भारी परेछ सिंगल लगे चाहिँ राख न यसरी बस न ल जाँदैछु कता यो त थम्बनेल त हरियो आउँछ ल 1 ल यता अन्त हाम्रो मान्छे ठाममा धान्न सकिरहेन है ल 1 2 3 ल सक्यो भने त्यही नै हो स्टुडियो गाडी लिएर बिजी हुनुहुन्थ्यो 11:30 बजेको फ्लाइट हो अनि हामी चाहिँ अहिले नै हिँडेको अझै एकजना पनि उहाँबाट हुनुहुन्छ सो गाइस स्टुडियो हामी चाहिँ एयरपोर्टमा आइसक्यो अब लोकेसन झारेर अनि त्यसपछि मतलब निकालेर त्यसपछि मामालाई टक्क बिदाइ गरेर निस्किन्छौँ हामी चाहिँ त्यही नै हो कताबाट उस गर्नुभयो यत्रो भिड छ यार कहाँनिर अन्त मान्छे बरु छोड्न आउने धेरै खाने यस्तो छ हालत हामी नि झ्यामझुम छोडेर गयो भनेको होटल हजुरआमालाई पुगेको गाइजहरू है यहाँ चाहिँ हाम्रो सिक्किममा छौँ उतातिर झन् भिड भयो क्या यसो त्यसले गर्दाखेरि स्टेडियम यहाँ त हिँड्यो त गाडी गयो जान्छु भन्छु सो गाइस यहाँ त खाता लाग भइसक्यो त्यही नै हो जाके लगाइदिए
भाइको बाबा खाता लाग्यो ल यता हेर्नु त यता मामालाई छिराउनु लाग्यो यत्रो भिड छ छिराउनु लास्ट गरेर झाउ पनि सुन्दैन राम्रोसँग फर्स्ट टाइम ल मेरो त फर्स्ट टाइम हो हेर्नु मामा सबैभन्दा एयरपोर्ट भिड हुन्छ नेपालको एकछिन त बस्नुपर्ने होला नि त्यहाँ फेरि के कुराहरू त्यहाँ वेट र अनि वेटहरू र अनि सामानको यताउता कुराहरू हाम्रो त एउटा हेन्केरी 8 किलोको हो 8 अनि अर्को चाहिँ 22 अब हामी पनि मामालाई भित्र बसालेर निस्क्यो होटेलतिर लागिन्छ म पनि अब भोलितिर निस्किन्छु मलाई चाहिँ खासै फेस देखाउनु मन लागेन किनकि मेरो आँखामा यस्तो भयो नि त त्यसले गर्दाखेरि सबैले बसिरहेको दबाई स्टेसन एयरपोर्टबाट पनि निस्क्यो अब मलाई उठाएर सो गाइस हामी चाहिँ छोडेर पनि रुममा आएँ आजको भिडियो तपाईँलाई कस्तो लाग्यो के लाग्यो रमाइलो लाग्यो लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला मेरो त अब आँखा त्यस्तै हो त्यही भएर खासै मैले फेसहरू देखाएन सो त्यही नै हो गाइस